आजको खेलको नाम छ बक्स भुलभुलाई खेल है। अब तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एउटा यहाँ बल छ है मसँग, अनि यहाँ चाहिँ तपाईले के गर्नु पर्यो, यो स्टार्ट देखि यो बललाई चाहिँ लग्दै लग्दै अन्तिमसम्म पुर्याउनु पर्छ। बाटो खोज्दै कहाँसम्म पुर्याउनु पर्छ रे? अन्तिमसम्म। खेलको खेल बुझ्नु भयो? कसरी खेल्ने भने बुझ्नु भयो? बुझ्यो। ओके, भेरी गुड। कस्तो लाग्यो रे तपाईहरुलाई? खेल्नु सजिलो थियो? थिएन। पतल लगाउनु सजिलो थियो? थिएन। है, यो खेलबाट हामीले के बुझ्न सक्छौँ भन्दाखेरि यसलाई पछ्याउने बाटो चाहिँ सजिलो छैन, तर सही बाटो चाहिँ हामीले पत्ता लगायौँ भने चाहिँ हामी अन्तसम्म चाहिँ हामी पुग्न सक्छौँ है। अनि यसोसम्म चाहिँ हामी पुग्नको लागि चाहिँ कसलाई पछ्याउनु पर्दो रहेछ? पछ्याउनुपर्छ है। यसोसम्म पुग्नको लागि चाहिँ हामीले सही बाटो छान्नुपर्छ, अनि तब मात्रै हामी यसो कहाँ पुग्न सक्छौँ है। अब अहिले चाहिँ हामी सबैजना मिलेर म यसोलाई पछ्याउने छु भन्ने छौँ है त, हुन्छ? हुन्छ।